2,48,000 सुन्ला यसले। सम्पूर्ण साथीहरूलाई चाहिँ स्वागत गर्न चाहन्छु। म चाहिँ आज पशु बिमा भन्छु, यो चाहिँ बाख्राको जोखिम न्यूनीकरण गर्नलाई चाहिँ मैले चाहिँ बाख्रा चाहिँ बिमा चाहिँ विविधता कारणले रहेछ। एउटा चाहिँ बिमा गर्नलाई र एउटा चाहिँ अभिलेख राख्नलाई चाहिँ सजिलो हुनलाई चाहिँ यो चाहिँ नम्बर भएको अङ्क, यो चाहिँ 4 अङ्कको नम्बर हुन्छ। बस 2,48,000 सुन्ला यसले। 15,000 को बिमा गर्दाखेरि हामीले चाहिँ बिमा कम्पनीलाई 20% बिमा शुल्क चाहिँ तिर्नुपर्छ वार्षिक। भइपरि आउने समस्या जस्तै बाढी पहिरो चट्याङ अनि त्यसपछि हाम्रो जस्तै ग्रामीण पहाडी क्षेत्रमा चाहिँ विषालु घाँस खाएर चाहिँ अपरचार मरेको खण्डमा चाहिँ बिमा कम्पनीले 90% चाहिँ क्षतिपूर्ति भुक्तानी गर्दछ है। गत महिना चाहिँ मैले 2वटा बाख्राको यो मृत्यु भएको खण्डमा चाहिँ क्षतिपूर्ति बिमा कम्पनीले चाहिँ भुक्तानी गरेको थियो है त। मैले चाहिँ सबै मेरो बाख्राहरू चाहिँ 6वटा बाख्रा चाहिँ बिमा गरेको छु, जसमध्ये चाहिँ यो त ब्याक बोका, यो चाहिँ 20,000 को मूल्य बराबर चाहिँ यसको बिमाको मूल्य राखेर चाहिँ बिमा गरेको छु भने एउटा भयो। त्यसै गरी यो चाहिँ एउटा 2वटा, एउटा यो 3वटा बाख्रा, अनि त्यसै गरी योसँग 4वटा पछि यिनीहरूलाई चाहिँ अलिक साना काठे बाख्रा गरिने चाहिँ गरेको छु। योसँग चाहिँ 5वटा यो माउ बाख्रासँग चाहिँ 6वटा, यो 6वटा बाख्रा चाहिँ मैले चाहिँ बिमा गरेको छु हो। जसमध्ये चाहिँ हामीले यो बिमा गरेपछि धेरै चाहिँ राहत हुन्छ यो चाहिँ किसानहरूलाई। पशु बिमा गऱ्यो भने चाहिँ हामीले आकस्मिक भइफेरि आउने समस्याहरू जस्तै बाढी पहिरो चट्याङ अब चाहिँ विषालु घाँस खाएर मर्ने समस्याहरूबाट चाहिँ यदि चाहिँ हाम्रो पशु बाख्राको चाहिँ बिमा गरेको छ भने चाहिँ यदि मऱ्यो भने चाहिँ बिमा कम्पनीले चाहिँ हामीलाई 90% चाहिँ बिमा दाबी भुक्तानी चाहिँ गर्दछ, जसले गर्दा चाहिँ कृषक अथवा किसानलाई चाहिँ थप ऊर्जा हौसला र चाहिँ बल चाहिँ प्रदान गर्दछ है त। तपाईँले भने पशु बिमा गर्नु होला है त। हस् त, धन्यवाद।